साथीहरु आज चाहिँ भिडियो विशेष छ है। यो देखिने 100 मिटर या इनर्जी मिटर सिंगल फेज इलेक्ट्रिक इनर्जी मिटर हो। अब इलेक्ट्रिक इनर्जी मिटर चाहिँ मैले कनेक्सन गर्ने तरिका सिकाउँदै छु है गाइजहरु। अब यो यहाँ छ त यो टर्मिनल, यसमा चाहिँ फेज कनेक्सन गर्ने, यहाँ फेज हुन्छ, यहाँ फेज कनेक्सन गर्ने, यो सप्लाई लाइन फेज यहाँ कनेक्सन गर्ने, अनि हाम्रो लोड चल्ने यहाँनेरि फेज कनेक्सन गर्ने, यहाँनेरि फेज कनेक्सन गर्ने। त्यसपछि यो छ नि, यो यहाँ सप्लाई, यो न्यूट्रल कनेक्सन गर्ने, यहाँ न्यूट्रल कनेक्सन गर्ने, अनि यहाँनेरि हाम्रो लोड, यहाँनेरि लोड घरको लोडको यहाँ न्यूट्रल यहाँ कनेक्सन गर्ने। यो चाहिँ तपाईको इन्डियन इनर्जी मिटर हो, इन्डियन 100 मिटर हो साथीहरु। चाइनिज 100 मिटरको चाहिँ अर्कै कनेक्सन हुन्छ साथीहरु, हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्डियन इनर्जी मिटर हो। भिडियोलाई लाइक गर्नुहोला, शेयर पनि गर्नुहोला, नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला, लाइक पनि गर्नुहोला, शेयर पनि गर्नुहोला, फेसबुकमा फलो गर्नुहोला है साथीहरु। ल